यस्ता खतरा खतरा बाइक रहेछ मासाला 3,28,000 रे। ओइ मासाला यो त कचरा रहेछ। हेलो गाइज, आज चाहिँ हामी यसो बाइक हेरिदिउँ न भनेर बाइक हेर्न आएको। पैसा त छैन, त्यही पनि हेरिदिउँ न त यसो, साथी र म यसो हेरौँ, मनपर्छ भने लगाऊँ भन्ने विचार गरेर आज हेर्न आएको। किस्तामा लेखेको छ नि त आन्सर 48 खाइमा 4,900 कति 48 खाइमा खतरा सजिलो रहेछ त मासाला। लेखिदियो मासाला। यहाँ पो रहेछ त्यो एउटा सुजुकी 250 वाला 4,28,000। रेड खतरा देखा 1 लाखको फरक। यो मोडिफाई पनि हाने रहेछ नि त। यो हाने जाउँ न माथि। 250 को हेर्ने नि 25 CRF 250L मासाला मेरो मलाई मनपर्ने। यहाँ यस्ता खतरा खतरा बाइक रहेछ मासाला 3,28,000 रे। ओइ मासाला यो त कचरा रहेछ। 2,68,000 मासाला। CBR 250 आएर रहेछ त यहाँ। पुरानो ओल्ड मोडल रहेछ, ओल्ड मोडल। 6,88,000 यो नि मासा बुलेट टाइपको रहेछ यो चाहिँ। यो चाहिँ कुन हो? यो त मेरो सीसी पनि खत्रै होला यहाँ रहेछ। 600 सीसी मासाला। 600 को 1000 हो कि क्या हो मासाला? 1000 रहेछ मासाला। R250 यामाहाको मासाला कति रहेछ? 3,68,000। किनिदिनु पर्ला क्या हो मासाला? एउटा झिकेर किनिदिनु मलाई। म त बाइक देखेपछि किनिदिनै मन लाग्छ क्या मासाला। KTM नै रहेछ त यी। KTM मासाला। के चाहिँदो रहेछ रे? क्रेडिट कार्ड छ त हामीसँग। 10 लाख रे मासाला। ओइ कुन गाडी? यो गाडी त मासाला। ओए मासाला हेर्दै मासाला 10 लाख। यो हो क्या मलाई मनपर्ने मासाला। यो CB लगभग 4 लाख पो रहेछ त। 125 रहेछ। ओए RX रहेछ त एप्रिलको। यो उठाइदिनु पर्ला क्या हो मासाला? मलाई 4 लाख मासाला। यो मलाई यस्तो मनपर्छ। मलाई यो बाइक यस्तो मनपर्छ कि मासाला। म त डट बाइकै उठाउनु पर्ला क्या? के हेर्नु पैसा पो छैन त। पछि हराइबाट यो कुनैमा मात्र मिल्दो रहेछ क्या। 125 सीसी को मासाला एप्रिलिया र कन एउटा KLX भन्दा यिनीहरूतिर त नजाम। यो त हाम्रो औकात भन्दा बाहिर। यो त 15 लाख 48 लाख। बाइक त कडक छ नि फेरि त मासाला। 5,98,000 MT। यो त 900 सीसी होइन र? MT को 900 सीसी। MT 14,30,000 रे मासाला। 310 हो यो। 310 एडभेन्चर टाइपको रहेछ नि त यो त। अनि BMW 310 GS रहेछ त मासाला। नेपालमा यसलाई 13 लाख कि 14 लाख पर्छ। 6 लाख 48। तर बाइकको प्राइस त नेपालको जस्तै रहेछ है मासाला। गाडीहरू चाहिँ बरु सस्तो रहेछ। होइन भए पनि नेपालमा अब यसलाई मलाई 14 लाख पर्छ। यो सेकेन्ड ह्यान्डमा 6,28,000 भनेपछि लगभग उस्तै त होला नि। 7 लाख मासा। गाडी त लगभग ठिकै रहेछ होइन? बाइक गाडी भन्न आएछ नि। यो एभेन्जर टाइपको मासाला हाम्रो नेपालको एभेन्जर। हार्ली त मासाला कडक हो नि त यो फेरि मुला। यो लगाएर होइन रुमाल बाँध्नुपर्छ। रुमाल मुखमा बाँध्नुपर्छ। यो चलाएपछि रुमाल हात मुखमा बाँध्नुपर्छ। अनि त्यो अर्कै क्याप लाउनुपर्छ क्या। त्यो फिल्टर हेर न यसको मासाला। फिल्टर मलाई होइन अहिले मैले देखाएको मासाला। के भने खनाल यार मसँग पैसा भएको मैले सबै गाडी किनिदिन्थेँ।
सबै बाइक किन्दै अनि तर 6 लाख तलको रेड कलरवालै ठिक छ यो त धेरै सिसीको हो क्या यहाँ लेखे होइन R250 नै रहेछ खतरा त यो बाइकको क्या उसले नि यही किने क्या अहिले बिजनेसकोले किने के हो सेम हो तर ब्ल्याक कलरमा तर तिमी किन्ने हो भने तर यो त किन्छौ र तिमी मैले त त्यही मैले खोजेको यो मासाला यो एप्रिलको मलाई सही लाग्यो तर मासा 4 लाख रहेछ कि मैले 2017 मोडलको 2,90,000 पाएको छु केटिएम आरसी 399 त्यसै त यो काम छैन होन्डाको रहेछ यो त पुरानो मोडल होइन होन्डाको पहिलाको मासा 13,80,000 रहेछ तर कडक छ कि मासाला यसको हेडलाइट चाहिँ मलाई सही लाग्छ दुईवटा आँखा मासाला के गर्नु चलाउन पाइँदैन यस्तै हो हेरेर बस्ने तर किन्छ अर्को मलाई मनपर्ने त्यो चाहिँ मलाई सही मनपर्छ त्यो मासाला यो चाहिँ बिक्री भइरहेको त्यस्तै लाग्यो यो होन्डा सिआरएफ यो पनि कावासाकी 250 रहेछ यो त तर साइलेन्सर चाहिँ चेन्ज गरेको रहेछ यसले मोडिफाई गरेको रहेछ